हेलो साथीहरू, वेलकम छ एनदर भिडियो। यो चाहिँ भाइरल बुढाको अचार होइन, यो चाहिँ मङ्गलबारे बजार सिन्सिनारी ओहायो फरेस्ट पार्कमा भएको नेपाली दोकानको अचार हो। यो चाहिँ म आज ट्राई गर्न गइरहेको छु है त। मेरो अस्तिको भिडियो साह्रो धेरैजनाले मन पराइदिनु भएको थियो, त्यसको लागि धन्यवाद। हल्का सेक गरेर यो पनि पर्ककै अचार हो है, पर्क पिक्कलै हो। म यहाँ 2-3 पिस हालेँ। कति यसको दाम $15 होइन पूजा, $15 मात्रै हेरे यसको दाम चाहिँ। अब कताको 35, कताको 15 होइन। ल, मैले यहाँ ट्राई गर्न गइरहेको छु है त। स्वाद आइरह अरू पनि खान्छु ल। भाइरल बुढाको अचार 35 लगाएर खानुभन्दा चाहिँ 15 लगाएर हाम्रो मङ्गलबारे बजारमा गएर किनेर खानु होला। किनभने स्वादमा त्यस्तो केही डिफ्रेन्स होइन। यो पनि मिठै छ, त्यो पनि मिठै छ। पैसा वाइज जानुहुन्छ भने कहाँको 35, कहाँको $15 है त। मङ्गलबारे बजार सिन्सिनारी ओहायो। दामी, पैसा वसुल भन्छ नि, जस्तै पैसा वसुल भएको यो चाहिँ। $15 यो आउँछ, त्यो $35 पर्छ। दामी छ अचार। भातसँग खाँदा पनि भयो, जसरी खाँदा पनि भयो। चाहियो भने मङ्गलबारे बजारलाई सम्झिनु होला।